हेलो गाइज, वेलकम टु माई च्यानल। अनि नमस्ते सबैजनालाई। म चाहिँ आज यसो यता माथि आएको थिएँ घुम्नलाई। बादशाह बिहादी गाउँपालिका बादशाह। अनि आज चाहिँ यसो यो यहाँ एउटा पहिला 21औं 22औं राज्य हुँदाखेरिको चाहिँ यहाँ घोडा बान्ने ठाउँ छ अरे यहाँ चाहिँ। अनि थियो अरे भन्दा पनि छ होइन। म चाहिँ अब त्यहाँ 2200-2400 राज्य हुँदाखेरि चाहिँ यहाँ के अरे राजाहरू बस्दाखेरि चाहिँ यो ठाउँमा घोडा बान्ने बस्ने अनि गर्ने थिए अरे। अब मलाई चाहिँ अब त्यति थाहा भएन होइन। अब बाजेहरूले पुरानो मान्छेहरूले भन्नुभएको थियो। अनि म चाहिँ आज यतै आएको छु। अनि घोडा बान्ने चाहिँ यता कहाँ छ भन्दाखेरि चाहिँ यता यस्तो छ। अनि कता छ साँच्ची यता यिनीहरू चाहिँ यहाँ फुटालेछन् यहाँ आज ढुङ्गा तल। यो चाहिँ यताको यो साइडको चाहिँ यिनीहरू चाहिँ यता साइडको हो होइन। अनि यहाँ घोडा बान्ने ढुङ्गा, पहिलाको घोडा बान्ने ढुङ्गा चाहिँ यहाँ कति पनि छ। मैले पनि ठ्याक्क बिर्सिदिइराखेँ। अनि यस्तो योहरू चाहिँ पुरानो चिजहरू चाहिँ हेरिराख्नुपर्छ, देखाउनुपर्छ भन्ने लागेर अनि म चाहिँ भिडियो बनाउनु पऱ्यो भन्ने लागेको। कति छ नै यही थियो। कति मैले अलिक बिर्सेछु नि त गाइज। पहिलाको बाजेहरूले मलाई देखाउनु भएको थियो, पुरानो बाजेहरूले। कहाँ थियौँ हौ। ए वहाँ माथि रहेछ नि त गाइस। म चाहिँ यहाँ तल आइदिइसकेँ। वहाँ माथि रहेछ, म चाहिँ तल झर्दैछु। ल हेर्नु है गाइस, तपाईँहरूलाई देखाउँछु। यो चाहिँ यहाँबाट यसरी पाल्छ। यहाँ देख्नुभयो होला, यहाँ यस्तो रहेछ। यता औँला देख्नुभयो होला नि, यस्तो यताबाट छिराएर यहाँबाट यो यस्तो खोबेर बनाएको रे गाइज। पहिलाको जमानामा खोबेर अनि बनाएर यस्तरी घोडा बान्ने। ल हेर्नु त, अचम्म छैन त। हामीलाई यही ढुङ्गा फोर्नलाई कति मिहिनेत लाग्छ, तर कति मिहिनेतले बनाएको होला त है। ल अनि यस्तो चाहिँ यहाँबाट र अनि अगाडिबाट पनि रहेछ, डबल रहेछ नि त गाइज। यताबाट चाहिँ खासै हात छिर्दो रहन्छ, यता भित्रपट्टिबाट। यहाँबाट चाहिँ यो यस्तो छ। यो चाहिँ यसलाई पनि संरक्षण गरेर होइन राख्नुपर्ने हो। यहाँ चाहिँ पहिला राज्य हुन्थ्यो अरे क्या, 2200-2400 राज्य हुँदाखेरि चाहिँ यो पनि एउटा राज्य थियो अरे गाइस। अनि यहाँ चाहिँ अनि घोडा बान्ने राजाहरूले, राजाको नाम चाहिँ के भन्नुभएको थियो बिर्सेँ होइन। अनि त्यो चाहिँ यहाँ पहिलाको राजाहरू बस्ने ठाउँ
यताबाट यस्तो मजाको भ्यू देखिन्छ हैन। यस्तो यतातिर राजाहरूले शासन गर्ने ठाउँ यो चाहिँ है, यो ठाउँहरू। अनि यता यहाँ तल पनि गाउँ छ कि यतापट्टि। यता चाहिँ यस्तो मजाको गर्ने रे कि यहाँ चाहिँ मजाको भ्यू आउँछ जस्ट। यता चाहिँ अब यस्तो ढुङ्गाहरूमा चाहिँ छ। अब यहाँ पनि कुनै केही हुनसक्छ, अब पुरानो चिजहरूमा अब केही राखेको हुनसक्छ होइन। अब यताउता खोजबिन गर्नु पर्यो अनि यो ठाउँलाई चाहिँ संरक्षण गर्नु पर्यो। अनि यो ठाउँलाई चाहिँ संरक्षण गर्नु पर्यो। अरू भन्दा पनि यही हो। मैले तपाईँहरूलाई देखाउँछु भने ठाउँ चाहिँ देखाइसकेँ। अनि म चाहिँ अब थोरै यसो तल गएर घर जानु पर्यो। अनि मैले चाहिँ अघि आउँदाखेरि चाहिँ बिर्सेको रहेछु। अनि बिर्सेको हुनाले तपाईँहरूलाई खासै देखाउन पाइएन। ल गाइस, अझ म जाने बाटो यस्तो छ कि गाइस। यताबाट यस्तो मजाले बाटो छ। यहाँ हिँड्दा पनि अलि अप्ठ्यारै छ। यो बाटो पनि पुरा बनाउनु पर्यो। अनि यो बाटो अनि यता बाटो बनाउनु पर्यो। त्यो ठाउँलाई चाहिँ संरक्षण गर्नु पर्यो। यो बाटो चाहिँ हामी घाँस काट्न हिँड्ने बाटो हो। यो घाँस काट्ने, यताउता गर्दा दाउरा खोज्ने, यताउता गर्दाखेरिको बाटो। अनि यस्तो मजाको जङ्गल छ, जङ्गलको बाटो बिचबाट। म चाहिँ एक्लै अब ड्याङ दिइरहेको छु, चस्मा लगाएर एक्लै दिइरहेको छु। मेरो भिडियो नआएको पनि थुप्रै भयो। खासै भिडियो बनाउन पाउँदिनँ कि म चाहिँ अलि बिजी हुन्छु। अनि त्यो भएर पुरै गाइस यो यता बारी थियो अरे पुरै। यहाँ कोदो रोप्ने, कोदोहरू अनि मकै हुन्थ्यो अरे यहाँ चाहिँ। यहाँ चाहिँ अब कालिज पनि अघि देखिरहेको थिएँ मैले। अब आउने बेलामा खासै भिडियो बनाइनँ। अनि भिडियो नबनाउँदा चाहिँ अब कालिज पनि देख्न पाउँथ्यो। अब यस्तो कालिजको भिडियो बनाइनँ। यस्तै छ त नि। यता चाहिँ कालिजले र मृगले सताउन लाएर अनि यता चाहिँ खेती गर्न छोडेको अरे। अनि जङ्गलको बाटो हुँदै हिँडिरहेको छु म चाहिँ। जङ्गलमा हिँड्दाखेरि अब यस्तै हो त नि गाइस। यहाँ त पुरै यो बारीमा त कोदो फापर मकै यस्तो लगाउँथ्यो रे बाँदरले। अनि मृग, कुखुरा, वनकुखुरा अनि कालिज जसले चाहिँ हटाएर अब खेती गर्न सकिन्न भनेर छोडिदिएको रे के गाइस। म चाहिँ मेन बाटोमा आइपुगेँ गाइस। यो बाटोलाई चाहिँ सट्ट बनाइदिने हो भने चाहिँ अब हुन्थ्यो। अब यसमध्ये पनि अब यसो सरकारले केही गर्दै हुन्थ्यो होइन। त्यो ऐतिहासिक ठाउँहरू संरक्षण गरेर राख्नुपर्ने हो। यस्तो अब त्यही हो। म चाहिँ अब मेन बाटोमा आइपुगेँ। अझै मेन बाटो त अब हिँड्नको लागि मेन बाटो हो यो चाहिँ। धेरै मान्छे हिँड्छ। उपल्लो बाछा भनेपछि धेरै ठाउँको चिन्छ होइन।
ल अनि यही हो आजको भिडियोमा चाहिँ यति देखाउन चाहे थ्याङ्क यू फर वाचिङ तपाईलाई यो भिडियो हेरिदिएकोमा धन्यवाद हैन अनि चाहिँ अब सब्स्क्राइब नगरेको भए सब्स्क्राइब गरिदिनु अनि बेल आइकनलाई थिच्न चाहिँ नबिर्सिनु अब कस्तो लाग्छ अब कुन ठाउँमा गएर बनाऊ हैन कहाँ बनाउँदा राम्रो होला कस्तो अब कसरी बनाउँदा राम्रो होला जस्ट सुझाव सल्लाह पनि अब दिन नबिर्सिनु होला कमेन्ट गरेर सल्लाह सुझाव दिन पनि सक्नुहुन्छ थ्याङ्क यू यति नै भन्छु म चाहिँ अब वहाँ तल पुग्ने हो फेरि तल देखिरहेको होला नि तल पुग्ने हो यस्तो बाटोहरू हिँडिराख्नुपर्छ सालको रुखहरू टन्नै छ यहाँ फेरि यस्तो खाल्डो परेको यो पनि केही बनाउनको लागि पुवाल पारेको होला कि यो ढुङ्गामा पनि हेर्न न यति धेरै बाटो आइसक्यो म गएको झन्डै 1 घन्टा जति भन्दा बढी भयो होला सायद अब यस्तै उकालो ओह्रालो गरिराखेको भएर होला अब खासै त्यति धो पनि हुँदैन फेरि हुन त उकालो ओह्रालो गरिराख्नु गाउँको मान्छे यताबाट पनि फेरि जान मिल्छ यता जङ्गल जाने बाटो हो यो चाहिँ जङ्गल जाने यताबाट यो जङ्गल जाने बाटो हैन अनि यहाँ चाहिँ रातो माटो खनेर हेर्नु न यसलाई पनि अब यसो केही गर्नुपर्छ यसलाई पनि अब यस्तो वनमा जहाँ पाए त्यही खनेर पहिरोहरू जान्छ यहाँ चाहिँ मान्छेहरूलाई जति सम्झाए पनि लागेन कि अब खासै गाली गर्नु भएन आफ्नै गाउँठाउँको मान्छेहरूलाई हैन त्यस्तै छ यता तल हो म पुग्ने चाहिँ यस्तो छ चौपारी रहेछ भन्दा पनि छ यसो यहाँ बसेर जानु पर्यो बसेर भन्दा पनि त्यहाँ तलतिर बस्नु पर्ला साँच्चै यस्तो मजाले हिँडिरहेको छु म चाहिँ गाइज यही हो बाछाको फाँट यता 12-20 भन्छ यता चाहिँ बाछा भन्छ उता यो तलको चाहिँ अब कमेरे भयो तलको यो तल ढिकको चाहिँ यो चाहिँ बागलुङ जिल्ला हाम्रो एकदम नजिकको जिल्ला भने यो हो एकदम वारिपारि दुईटा करिडोर कालीगण्डकी करिडोर अनि यो चाहिँ के अरे इन्डिया र चाइनालाई जोड्ने बाटो भनौँ न यो पनि हो हैन यो बीचमा देखिएको बाटो अनि यो पारीको बाटो यो चाहिँ इन्डियालाई र चाइनालाई जोड्ने बाटो यो चाहिँ हाम्रो वडा कार्यालय यहाँ देखिरहेको रहेछ थोरै वडा कार्यालय यही हो मेरो घर चाहिँ वहाँ तल यो देखिरहेको मध्येको यहाँ यो निलो टिनसँगको छत छ नि अब त्यहाँ है मेरो घर चाहिँ
यो एकदम यहाँ बिचमा यो निलो टिनको भएको चाहिँ मेरो घर। अनि यसो उभिदिएर बनाइदिएको। अनि यसो अब तपाईँहरूलाई फेरि यता 12-20 कि अब हाम्रै अर्को गाउँ यतापट्टि साइडको गाउँ चाहिँ यहाँबाट देखाउँछु तपाईँहरूलाई। म चाहिँ अब घरनिर आइपुगिसकेको छु। म चाहिँ अब घुमिरहेको छु। अब चाहिँ भिडियो बनाउन पाउँछु होला अब अलि सायद। अब बाटो पनि क्या साह्रो अप्ठ्यारो। यो बाटोलाई पुरा गर्नुपर्ने त्यहाँसम्म हेर्नु नि, त्यहाँसम्म यस्तो मजाको बाटो बनाइरहेछ। यहाँ चाहिँ छैन। यसो बजेट सजेट पार्नु पऱ्यो नि। ल हेर्नु गाइज, यो चाहिँ अब यो बादशाहकै फाँट हो यो पनि। अनि यो चाहिँ पारीको चाहिँ करसर कालीगङ्गा भन्दा पारी चाहिँ यो कालीगण्डकी भन्नुहुन्छ नि, शालिग्राम पाउने ठाउँ। शालिग्राम पाउने, एकदम धेरै पाउने गण्डकी भनेर चिनिन्छ यसलाई। अनि यता यो पारीको भ्यूहरू, हिमाल पनि टक्कै देखिन्छ यहाँबाट चाहिँ। थ्याङ्क यू। अनि तपाईँहरूलाई हेरिदिएकोमा धन्यवाद होइन, मेरो भिडियो हेरिदिएकोमा। अनि साथै लाइक सेयर कमेन्ट अनि अब नगरे के अरे सब्सक्राइब नगरेको भए सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियोहरू लिएर म फेरि पनि आउनेछु। हस् त, धन्यवाद हेरिदिएकोमा।